पुरानोलाई फाल्दिउँ, पुरानोलाई हटाएर यिनीहरूले राम्रो काम गरेनन्, भ्रष्टाचार गरे, हामीलाई लुटे, यिनीहरूलाई फाल्नको लागि मात्र घन्टीमा भोट हालेको हो। साङ्केतिक रूपमा विद्रोह गरेको होइन। जेनजी विद्रोह पश्चात त लगभग यङ जेनेरेसनले चाहिँ पुरानाहरूको फेस देख्न नचाहेको जस्तो एउटै अनुहार चाहिँ यो वर्षौँसम्म दशकौँसम्म एउटै अनुहार थियो कुर्सीमा देखिरहँदाखेरि आजित भएको, देखिरहनु फरक कुरा भयो। फेरि देखिरहनु ठिक पनि हुन्थ्यो होला यदि उहाँहरूले चाहिँ साँच्चीकै परिवर्तनको पक्षमा आफूलाई उभ्याइदिनु भएको भए। तर उहाँहरूले चाहिँ गाउँ समाज अथवा नागरिकहरूको जीवन स्तरलाई परिवर्तन गर्नु भएन कि उहाँहरूले चाहिँ आफू केन्द्रित, आफूलाई जे सजिलो हुन्छ, जे आफ्नो पक्षमा छ त्यो कुराहरूलाई मात्र परिवर्तन गर्नुभयो। त्यो एक खालको फ्रस्ट्रेसन पनि नागरिकमा भयो। अर्को भनेको अब 30औं वर्षसम्म 35औं वर्षसम्म उहाँहरूलाई मत दिएर पठाइसकेपछि पनि आफ्नो केही समस्याहरूको समाधान सदनमा केही हुन्छ कि, उहाँहरूले हाम्रो प्रतिनिधित्व गर्नुहुन्छ कि भन्ने एकदमै सामान्य हो नि त यो विश्वास। त त्यो विश्वास पनि पुरा नगरेको कारणले गर्दाखेरि र राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको 3.5 वर्ष भयो र 3.5 वर्ष हुँदै गर्दाखेरि हाम्रो सांसदहरूले देखाउनु भएको हस्तक्षेपकारी भूमिका सदनमा र सरकारमा उहाँहरू भलै थोरै समयको लागि भए पनि उहाँहरूले देखाउनु भएको नागरिकप्रतिको उत्तरदायित्वको कारणले गर्दाखेरि पनि नागरिकप्रति त्यो अपेक्षा पनि बढ्यो र सँगसँगै विद्रोह र अपेक्षा बढिसकेपछि आएको यो परिवर्तन हो।